के भएको रे तपाईलाई? मेरो कान नसुन्ने समस्या भएको थियो। कुन कान सुन्नुहुन्थेन तपाईँ? दुईटै जाली पाल परेको भनेर मैले वीर हस्पिटल अनि टिचिङ हस्पिटल सबै ठाउँमा गरेको थिएँ आजभन्दा 25-26 वर्ष अगाडि नै। अनि 25-26 वर्षमा तपाईँको कान डक्टरले सुन्छ कि सुन्दैन भन्नुभएको थियो? अनि अपरेसन गरे पनि सुन्छ सुन्दैन ग्यारेन्टी दिनुभएको थिएन मैले। टिचिङको डक्टरले अनि मेरो गाउँको अङ्कल चाहिँ त्यहाँको पाले हुनुहुन्थ्यो, उहाँले गर्दाखेरि पनि हुन्छ भनेर ग्यारेन्टी दिनु भएन। अनि बुवाहरूले चाहिँ मान्नु भएको थिएन क्या। अनि मैले विवाह गरे पनि त्यस्तै हन्डर खाएर दुःख कष्ट सहेर होइन गरिराखेँ। अनि मैले यहाँको सप्लिमेन्ट पनि पहिला त मलाई थाहा थिएन, म त अब सोसियल मिडियाबाट गरेको थिएँ। तपाईँले अहिले यो सप्लिमेन्ट खाएको हेर्दिनु कति समय हो? सप्लिमेन्ट मैले 4.5 महिना खाँदाखेरि मेरो कान अनि पछि चाहिँ नि अब अपरेसन गर्दाखेरि हुन्छ भन्नुभयो। मैले 4.5 महिना खाएपछि चाहिँ नि अनि पछि डक्टरले अपरेसन गरिदिनु। अहिले कान सुन्नुहुन्छ? कान सुन्छु, अहिले नर्मली नै छ मेरो। पहिला तपाईँले सुन्नुहुन्थ्यो? पहिला सुनेको थिएन, कान पनि दुईटा पाल परेको छ अनि नसा चाहिँ नि खुम्चिएको छ भन्नुभएको थियो। अनि नसा उ गर्ने औषधि केही छैन भन्दाखेरि चाहिँ नि उहाँले चाहिँ भन्नुहुन्थ्यो तपाईँको अब जवानी फिर्ता ल्याउनुपर्छ, बालपन फिर्ता ल्याउनुपर्छ भन्नुहुन्थ्यो मलाई। हो र? अनि तपाईँले के प्रडक्ट खानुभयो जिलिबीको? मैले खै नाम त सबै आउँदैन, मैले खाएको जति मलाई याद भएको चाहिँ भन्छ। ज्ञानोडरमा, नोनी, सताबरी माक्स, फाइबर, स्पिरिना, एलोभेरा अनि अर्को एउटा के हो थियो भन्न आउँदैन मलाई। यो एउटा त्यस्तो चाहिँ नि खाएँ मैले। अहिले तपाईँलाई अहिले ठिक छ? त्यसो भए अहिले चाहिँ सबै ठिक छ। अहिले कुनै पनि मेडिसिन के पनि खानु परेको छैन। तपाईँको नाम? मेरो नाम ज्योति श्रेष्ठ हो, म भक्तपुरमा बस्छु। भक्तपुरदेखि? हजुर। हस् त, धन्यवाद। आउँदै स्वस्थ रहनु होला। अब अरूलाई पनि सप्लिमेन्टको बारेमा चाहिँ जानकारी दिनु। मैले अरूलाई भन्दाखेरि पनि विश्वास गर्दैन, तिम्रो औषधि महँगो छ हुन्छ। अरू आओस् नआओस्, मलाई नयाँ लुगा लाउनु पनि छैन, आफन्तका भेट्न जानु पनि छैन। मलाई सिएनजी गर्नु छ, हेल्दी लिभिङबाट म देश विदेश घुम्न जानु छ। अरू चाहिँ नि कमाउनुको लागि जान्छन् होइन, म चाहिँ नि रमाउनुको लागि जान चाहन्छु। यति हो सर। हस्, धन्यवाद। हस्।